जय नेपाल। आज हामी सशस्त्र प्रहरी बल नम्बर 19 गुल्मा नुवाकोटबाट असाढ 32 गते त्रिशुली खोलाबाट वर्ष 35 को श्यामबहादुर मगराती चाहिँ आफूखुसी त्रिशुली नदीमा फालेको उक्त व्यक्तिलाई चाहिँ हालसम्म कोही कसैले चाहिँ फेला नपरेको हुँदा बेलकोटगढी नगरपालिका वडा नम्बर 7 रातमाटे नजिकै रहेको महादेव फाट नदी किनारामा छौँ। उहाँका आफन्तहरूले चाहिँ सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली आएर चाहिँ एकचोटि यो ठाउँमा चाहिँ हेरिदिनु पर्यो, यहाँनिर हुन सक्ने सम्भावना छ भनेपछि चाहिँ सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली आएर चाहिँ बोट डुङ्गा तयार गरेर इक्विपमेन्टहरू प्रयोग गरेर चाहिँ जाने तयारी गर्दैछ। हेर्नु होला, सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली हुनुहुन्छ उहाँहरू। अहिले बर्खाको भेल श्रावणको 2 गतेको दिन तपाईहरुले देख्न सक्नुहुन्छ। साँच्चै यो चाहिँ ठुलो पानी छ, यसरी जाँदै हुन्छ। यसको चाहिँ कतिको रिक्सी छ भन्ने कुरा हेर्नुस्। उहाँहरू अब यो बिचमा जाँदै हुन्छ। यता पानीको भेलले हो, उहाँहरूलाई भने जसरी ठ्याक्कै काट्न सक्नु भएको छैन। उहाँले बल प्रयोग गरेर चाहिँ चाहिँ एक ठाउँमा शङ्कास्पद ठाउँमा उहाँहरू जानुभयो। त्यहाँनिर समर्थ देख्नु भएन, त्यहाँनिर त्यो रहेको कालो मान्छेको शरीर मुढा जस्तो त्यहाँबाट देखिन्थ्यो। उहाँ मान्छेको अलिकति थोरै पछाडि, तर त्यो होइन रहेछ भन्ने कुरा उहाँले त्यहाँबाट हामीले हेर्दाखेरि पुष्टि भइसकेको देखिन्छ। अब यहाँ उहाँहरू यहाँभन्दा पछाडि त्यहाँबाट डुङ्गाबाट फेरि अलिकति कुना टर्न गरेर यो कुना भित्तामा चाहिँ एउटा अलिकति मानिस हो कि भन्ने कालो कालो देखिरहेको छ। त्यहाँ एकचोटि हेर्न जानुहुन्छ होला। भेलको बेलामा पनि उहाँहरू सजिलैसँग बोटमा चढेर जाँदै हुनुहुन्छ। सम्भवत हामीले यहाँबाट देखेको त्यो कालो वस्तु ढुङ्गा भएको यकिङ गरेर उहाँहरू चाहिँ अब अर्को सुरक्षित ठाउँमा उहाँहरू जाँदै हुनुहुन्छ।